यस्तो खालको मौनी पासो यो जाली हुँदो रहेछ। यो जालीमा चाहिँ आएर चाहिँ माछाहरू अड्किँदो रहेछ के हो। यही सिस्टममा चाहिँ हामीले यहाँ अपनाइरहेको छ। यहाँनिर चाहिँ अब दुईजनाले चाहिँ त्यो पासो दासिरहनु भएको छ। उल्टे कहाँ जस्तो यो माछाको मौनी पासो भन्ने ठ्याक्कै बल खेल्ने नेट जस्तो हुँदो रहेछ त यार। हेर्नु है अब यस्तो कसरी च्याप्दो रहेछ है। यसलाई हेर्नुलाई यस्तो राख्यो भने मजाले यसरी च्याप्दो रहेछ। सर लगाएर यसमा लगाइदियो भने चाहिँ होइन हेर्नु त यो चेप्दो रहेछ कि रहन्छ। कति मजाले चेप्दो रहेछ। माछा मार्न आउँदै गर्दा यस्तो खालको अचम्म देखियो के यो चाहिँ गङ्गता है। अनि यो गङ्गता भइसकेपछि यो गङ्गता रहेछ। अनि यसको साइडमा चाहिँ यो के हो भने बाम माछा रहेछ कि हेर्नु त यसको आहारा भनेकै यही रहेछ। यो चाहिँ बाम माछाले यसरी समातेर अनि त्यसपछि चाहिने कुरो होइन यसरी समातेको छ। ए बल्ल छोरे यो बाम माछा रहेछ। अनि यो गङ्गटाले चेपेको रहेछ कि यो चाहिँ खतरा। यसको आहारा भनेकै यही रहेछ। यो मैले समातेँ। यो हामीले यस्तो अवस्थामा देखियो कि जुन हामीले हेर्दै गर्दा जुन यसले समातेको च्यापेर चाहिँ बसेको रहेछ होइन। हामी तालमा बाहिर चाहिँ होइन तालबाट ल्याएको यस्तो खालको चाहिँ रहेछ। हाम्रो माछा मार्ने स्टाइल यस्तो पनि रहेछ है। यस्तो स्टाइलले पनि माछा दोहोरो पर्दो रहेछ नि होइन। हेर्नु त ओहो यतातिर बाल्टी भरिएको रहेछ यो। आज एक छाक हुन्छ त मामा आज शीतन भइहाल्छ है। यतातिर यस्तो रमाइलो भइरहेको छ। त्यहाँ भेटाउनु पर्यो त ल। ओहो ल ल ल ल ल है ल है वान तरिका फेल ऊ नानी उपारी ल। सही लोकेसनमा गएको छ नि यार अहिले त। भनेपछि केटाहरूले पुष्पमा जाडो हुँदो रहन्छ। माछा खाने मन भयो नि त न चिसो हुन्छ न जाडो हुन्छ न निट लाग्छ। हेर त यतातिर ओहो माछा त बबाल परे खान त यार। नै माछा त परेकै हो नि यार। मेहनतको फल मिठो हुन्छ नि हो रहेछ मामा यार है। अरे माछा ठिक रहेछ यार। अरे बाम माछा यो ऊ रहेछ कि अर्कै माछा रहेछ के छ भाइ। ठिक छ दाइ ठिक छ माछा टन्ने खान पाइने भयो आज। जोस बन्ने भयो आजको शीतन। यहाँ नि माछा मार्ने काम भइरहेको छ राति। कहाँ छ परेछ अर्को गङ्गटा पनि पुरेछ। अनि त्यसपछि लिएर माछा तर यो च्याथेको रहेछ राम्रो भयो त अलिक धेरै पर्ने। तर एक छेउमा चाहिँ रहेछ क्या। उठाइदिउँ झ्याम्मै उठाइदिउँ त ल ल ल ल थाहा भयो बोरो थाहा भयो बोरो। आज बोरो भरिएला जस्तो छ यहाँ माछाले। ल अझ बबाल भइरहेको छ है साथीहरूसँग माछा आँखा बाल्दै माछा मार्दै।